नमस्ते। आज म यस पाइला टक एपिसोड 2 मा छु र यस एपिसोडमा आज हामीसँग हुनुहुन्छ यस कन्सल्टेन्सी फिल्डमा विगत धेरै वर्षदेखि लाग्नु भएको, सम्भवतः 10 वर्षभन्दा पनि धेरै अनुभव भएको दिग्गज हुनुहुन्छ। उहाँको नाम हो सतीश चन्द्र भट्टजी। उहाँ यस फिल्डमा लागेर हजारौं स्टुडेन्टहरूलाई चाहिँ उहाँले स्कलरसिपको लागि हुनसक्छ र धेरैको भविष्यको जो सोचिरहनु भएको छ बाहिरको लागि उहाँहरूको चाहिँ भविष्य साकार पार्ने काममा चाहिँ उहाँ तत्पर लागिरहनु भएको छ। अहिले पनि उहाँ पाइलामा इन्भल्भ हुनुहुन्छ। पाइलामा आबद्ध भएर उहाँले कसरी कुन वेमा चाहिँ स्टुडेन्ट र प्यारेन्ट्सलाई चाहिँ असिस्ट गर्न सक्नुहुन्छ भन्ने हिसाबमा चाहिँ आज हामी यस एपिसोडमा कुरा गर्नेछौँ। विशेषतः यस एपिसोडमा हामीले कुरा गर्न चाहेको टपिकहरू हुनेछ युके स्टडीको लागि र अस्ट्रेलिया आइएल्टिएस पिटी +2 सकेको भाइ बहिनीहरूको लागि आइएल्टिएस पिटी कसरी प्रिपेयर गर्ने पाइलाले अफर गर्छ कि गर्दैन। अर्को भनेको युएस को लागि र क्यानाडा र अस्ट्रेलियाको लागि कसरी प्रिपेयर गर्न सकिन्छ, अहिलेदेखि नै त्यो वेमा कसरी राम्रोसँग चाहिँ हामीले भोलिका दिनमा भिजा रेट एकदम सक्सेस बनाउनको लागि चाहिँ कसरी चाहिँ जान सकिन्छ भन्ने हिसाबमा चाहिँ आज हामी यस एपिसोडमा चाहिँ सबै कुराहरू चाहिँ डिटेलमा